ल यहाँ चाहिँ आज बाबेज ट्युसन सेन्टरका विद्यार्थी भाइ बहिनीहरू हाइकिङ जाँदैछन् र हाइकिङ जाने क्रममा चाहिँ आज यहाँ औलिया मठमा आउँदाखेरि चाहिँ उहाँहरू यो भनौँ सम्भवतः यो ठुलो यो पिपलको बोटमा चाहिँ उहाँहरू यो लहरामा रमाइलो गर्दै हुनुहुन्छ। र बाबेज ट्युसन सेन्टर चाहिँ हाम्रो यो बडा क्षेत्र नगरपालिका वार्ड नम्बर 2 जागिर चोकमा छ र अङ्ग्रेजी भनौँ र विज्ञान अथवा हिसाब जान्दै नजान्ने विद्यार्थीहरूलाई बाबेजले चाहिँ अहिले ट्युसन सेन्टरको व्यवस्था गरेको छ र ट्युसन सेन्टरमा तपाईँहरू पनि तपाईँका बालबालिकाहरू पनि ल्याएर त्यहाँ पढाउन सक्नुहुन्छ एकदम सस्तो मूल्यमा। र बाबेजको आज हाइकिङ कार्यक्रम छ र यो उहाँहरूको हाइकिङ चाहिँ यो खुसी भनौँ यो चत्रा स्ट्यान्डबाट चाहिँ यो औलिया मठ हुँदै उहाँहरूको हाइकिङ यात्रा सुरु हुँदैछ। म तपाईँलाई भिडियो अन्तिमसम्म देखाउँछु, भिडियो स्किप नगरी हेरिदिनु होला है त। ल हामी चाहिँ यो हाम्रो मुन्दुम पदमार्गको सुरुवाती बिन्दु चत्राबाट आज बाबेज ट्युसन सेन्टरका भाइ बहिनीहरूसँग हाइकिङ जाँदैछौँ। एकदम आजको शनिबार राम्रो हुनेछ, बबाल हुनेछ र मेरो साथमा हुनुहुन्छ यता यस चन्द्र भाइ। हामी हाइकिङ लिएर केटाकेटीहरूलाई लिएर हामी उकालो जाँदैछौँ। ल है सम्पूर्णलाई शुभ बिहानी। तपाईँहरू पनि समय मिल्यो भने यो चत्रा हाइकिङ हामीले जुन सुरु गरेका छौँ अहिले यहाँनिर यो बडा क्षेत्र नगरपालिका वार्ड नम्बर 1 मा 8वटा रुटहरू छ र पहिलो रुट चाहिँ यो छिन्ताङ भनौँ यो बडा क्षेत्र 1 खरे स्थित यो छिन्नमस्ता मन्दिरबाट चाहिँ हाइकिङ यात्रा सुरु हुन्छ। यही बाटो चाहिँ मुन्दुम तेलको चाहिँ एउटा प्रस्थान बिन्दु हो। मैले यहाँलाई जानकारी गराएँ। आज हाइकिङमा हाम्रो केटाकेटीहरूले खाजा ल्याएको रहेछ। यहाँ नुन अनि आँप, उता नुन होइन, अब नुन र आँप उहाँहरूले खाने, योजना खाजा खाने। ल यो काँचो होला होइन? ए यो आँप गुलियो छ कि अमिलो छ? हो, यो कुन आँप थाहा छ? यता हेर त, यो आँप ल्याउने मान्छे यही मान्छे हो। कहाँबाट ल्याएको यो? बोट हो कि? आफ्नै बोट हो? छिमेकीको? ए अनि यो कत्रो खाएको नुन र अनि आँप, झट खतरा, मुखै रसायो हो मेरो त। ल यहाँ कस्तो मिठो मानेर खाएको यिनीहरूले आँप, हेट मुखै रसायो। यता हेर त कुक त। लु यहाँ हाम्रो बुनुले पनि खाँदैछ। आहा आहा, दाँत कुडिन्छ है अहिले, फेरि मासु खानु मिल्दैन नि दाँत कुडिएर फेरि। बाबेजका विद्यार्थी भाइ बहिनीहरू हिन्दूपट्टि दरबार क्षेत्र घुम्न आउनुभएको छ र यहाँ अवलोकन गर्दै हुनुहुन्छ उहाँहरू। यो पुरानो इँटा हो, यो दरबारको इँटाहरू भग्नावशेषहरू है। ल यो चाहिँ हाम्रो ठाउँको ऐतिहासिक स्थल हो, यो ठाउँ हो होइन। यहाँ इँटाहरू देख्न सक्छौँ। आफ्नो ठाउँ घुम्नुपर्छ, डुल्नुपर्छ होइन। ल यहाँ चाहिँ राजाका छोराछोरीलाई पढाउने ठाउँ पाटी ढुङ्गा। पाटीमा कख लेख्दैछन् है हाम्रो नानीहरू अहिले यहाँनिर आएर। कपुरी क खरा ख लेख्दैछन्। यो त पात खै के फुल हो यो? ल कख कतिवटा कख लेख्यौ यहाँ? 6वटा भन्दा बढी लेख्यो? हामी यहाँ कख लेख्दैछौँ है त। यहाँ आज नानीहरू यहाँ कख लेख्न सिके यो पाटी ढुङ्गामा। हिन्दूपट्टि दरबार जाने बाटो यो 400 मिटर तल, यो चाहिँ सूर्यकुण्ड जाने बाटो, यता तल बर्बन बजारबाट आउने बाटो हो। र यहाँनिर चाहिँ अहिले बाबेज ट्युसन सेन्टर कोचिङ सेन्टरले चाहिँ यहाँनिर आज हाइकिङ राखेको छ कार्यक्रम विद्यार्थीहरूलाई। र यहाँ आउँदै हुनुहुन्छ बाबेजका प्रबन्ध निर्देशक डाइरेक्टर किशोर भण्डारी। हेलो किशोरजी, के छ, आरामै हुनुहुन्छ? के छ आज केटाकेटीहरूलाई हाइकिङ ल्याउनु भएको रहेछ है? आज अतिरिक्त क्रियाकलाप अन्तर्गत हाइकिङ ल्याइयो। कस्तो विद्यार्थीले कस्तो महसुस गरिरहेछ त? विद्यार्थी एकदमै खुसी छन्। खुसी हो? यता हाम्रो भाइ पनि खुसी हो? ओके। अनि कता कता डुलाउनु भयो त आज? यता तपाईँको यो हिन्दूपट्टि दरबार हुँदै यता त्यो ट्र्याकबाट चाहिँ यता
बागदलबारी ल्याइयो त्यहाँ एकछिन विश्राम गरेर खानासाना खाएर चाहिँ फेरि हामी फर्किने क्रममा चाहिँ एकदमै प्राकृतिक सौन्दर्य एकदमै राम्रो रहेछ। बाँकी कुरा विद्यार्थीहरूलाई सोध्छौँ। ए ल ल हस् धन्यवाद। हेलो के चाहिँ नानु कस्तो लाग्यो त हाइकिङ आजको? खाना मिठो लाग्यो? यता हाम्रो बुनु राम्रो थियो है। हाइकिङ फर्स्टचोटि आएको हो? अब आउने नआउने फेरि? आउने। नाम के अरे तिम्रो? कृतिका। कहाँबाट? चतराबाट हो। ल यहाँ भाइ बहिनीहरू आउँदै हुन्छ र यहाँनिर ब्याबेजले चाहिँ कोचिङ सेन्टरले यहाँनिर हाइकिङको कार्यक्रम राखेको छ र एउटा सृजनात्मक एउटा भनौँ एउटा कोचिङ सेन्टरले यो खालको विद्यार्थीहरूलाई एउटा समग्र सृजनात्मक हिसाबले यो ठाउँको भनौँ पर्यटन प्रवर्धनमा पनि एउटा योगदानसहित उहाँहरूको एउटा उपस्थिति एकदम महत्त्वपूर्ण छ। यहाँलाई मैले यो जानकारी देखाउँदै अहिले यहाँसँग बिदा माग्छु। हस्त नमस्कार।